दोस्रो हाम्रो अफिस बालज्योति अनि नोटिस बोर्ड यहाँ रहेछ है के चाहियो भने ल नमस्कार सबैजनालाई फेरि पनि भन्नु नमिल्ने अब सरहरू हुनु हाम्रो अहिलेको हालको शिक्षकहरू उहाँहरू नै हुनु सक्छ धेरै अगाडिको ए ठिक छ अफिस त हाम्रो यो वार्डले प्रोभाइड गरेको टेबलहरू यो होइन यो स्कुलबाटै हो हामीलाई त्यो तल के अरे कतिसम्म पो थियो उयोहरू दिएको टेबलहरू के बच्चाहरूको पनि दिएको थियो नि एकचोटि जिप्सनहरू पनि राखिदिएको थियो लाइब्रेरीको लागि कि बच्चाहरूको लागि हाम्रो स्कुलमा पऱ्यो कि परेन शनिबारेलाई मात्रै हो त्यतिखेर शनिबारेलाई चाहिँ पऱ्यो जस्तो लागेको थियो ठ्याक्कै बनाउने बेलामा चाहिँ म उडेको थिएँ कि अनि कति बनाएँ के बनाएँ नै थाहा पाइनँ र नि चाहिँ हाम्रो स्कुलको अफिस हजुर हजुर एकदम एकदम हाम्रो बालज्योति प्रधानाध्यापक हुनुहुन्छ यहाँ तल आएकै धेरै भइसक्यो होला नि त्यही त बालज्योतिको चाहिँ अफिस अब चिसो बढेपछि अब त अलिक फलममा त चिसै हुन्छ होइन ठिक छ यो त प्रगति भन्नुपर्छ नि त फेरि यो चाहिँ प्रगति भन्नुपर्छ यसलाई चाहिँ राम्रै कुरोलाई लिनुपर्छ ट्रफीहरू राख्नको लागि यहाँ एउटा बनाउँ ऱ्याक भनेर मिस्त्री बोलाएको अहिले त्यहाँ पर्तिर हाम्रो उसलाई बोटे आइता बनाउनु त बनाउँछ केटाले बोलाएको थुप्रै भइसकिसक्यो यो दसैँ पछाडि आउँछ भने दसैँ पनि सकेर तिहार आयो के छ एकदम छ राम्रो छ एकदम त्यो कहिले आयो भयो नि एक हप्ता त ज्यादा पो भयो अनि डाइरेक्ट हेलीमा आउँछ चालै पाइँदैन नि हो लेन त यहीँ फुटबल ग्राउन्डमै लेन गरेको त ल हाम्रो यो बालज्योतिको उयो यो चाहिँ हामीले पहिला यहाँ हामी पनि छौँ है होइन अब यो यस्तो हो पूर्व विद्यार्थीहरूले नै चासो दिने हो होइन पूर्व विद्यार्थीहरू नै पछि म्यानेजमेन्टमा पुग्ने होइन अनि यो तिम्रो माथि यो चाहिँ हाम्रो परिवारद्वारा बनाएको मन्दिर है यो चाहिँ हाम्रो स्टेज बनाइदियो हामीले यो चाहिँ है यो चाहिँ हाम्रो बालज्योतिको अफिस ट्रफीले त भइरहेको छ नि फेरि बालज्योति त त्यस्तो छ नि अफिसियल कुरोहरू चाहिँ अब बाँकी विविध कुरोहरू हामी फेरि बसमा गर्ने छौँ यो चाहिँ हामीले अहिले एउटा भिजिट जस्तो मात्रै गर्दैछौँ दाजु सेवा है नमस्कार दाजु अहिले चाहिँ हामीले सानो एउटा अवलोकन जस्तो मात्रै गर्दै गरेको बाँकी हामी उहाँहरूसँग फेरि भेटघाटमै विशेष कुरोहरू गर्ने नै छौँ